तपाईले यस्तो देख्नु भएको छ समोसा मित्र साथी। आजको भिडियोमा म तपाईलाई एउटा कथा सुनाउँछु, गधा, शियाल र सिंहको। र त्यो कथा आजको मित्रतासँग कसरी जोडिन्छ। एक समयको कुरा हो, एउटा गधा थियो, सिधा, भरोसा योग्य। उसले एउटा शियाललाई आफ्नो साथी बनायो, तर त्यो शियाल चतुर थियो। उसले गधालाई एउटा सिंह भएको ठाउँमा लग्यो। गधाले सोचेको थियो यो मेरो साथी हो, तर साँचो के थियो भने त्यो शियाल उसको मित्र होइन, धोकेबाज थियो। अन्त्यमा गधाले आफ्नो ज्यान गुमायो। अब सोच्नुहोस्, यो समोसा जस्तै बाहिरबाट कति राम्रो देखिन्छ, तर भित्र के छ तपाईलाई थाहा नहुन सक्छ। आजको समयमा पनि सबै साथी साँचो हुँदैन। कोही शियाल जस्तो हुन्छ, चतुर तर स्वार्थी। कोही सिंह जस्तो हुन्छ, मात्र आफ्नो फाइदाको लागि। र कोही गधा जस्तो निर्दोष तर सजिलै फस्ने। त्यसैले मित्र छान्दा सावधान हुनुहोस्, किनकि सबै हाँस्ने अनुहार साँचो मित्र हुँदैन। केही मित्रता समोसा जस्तै हुन्छ, बाहिर राम्रो तर भित्र सरप्राइज। यदि तपाईलाई यस्तो सन्देश मन पर्छ भने सब्स्क्राइब गर्नु नभुल्नुहोला। र तपाईलाई कुनै सेल्फिस फ्रेन्ड, स्वार्थी फ्रेन्ड जस्तो लागेको जस्तै छ भने तपाईले सेयर गर्नुहोला। र कोही सेल्फिस फ्रेन्डले राम्रो फ्रेन्ड बन्न पनि त सक्छ नि, होइन र? ल, बाई बाई।